उपस्थित श्रद्धेय सुरु रिम्पोछेज्यू, श्वेय लामाज्यू, टु तम्जेज्यू लगायत मञ्चमा उपस्थित गुरुज्यूहरू अनि आज यहाँ उपस्थित सबै धर्ममित्रहरू सबैलाई हार्दिक नमो बुद्धाय दृष्टिले नमस्कार टक्राउन चाहन्छु। केही दिन अगाडि साथीहरूले बैठकमा यो ठङ्गु छेटु अथवा अमृतायुको विषयमा यो छ्यामको विषयमा नेपालीमा केही भन्नु पर्यो भनेर मलाई साथीहरूले भन्नुभयो। मैले हुन्न अलिकति गाह्रो पनि छ, समय पनि त्यस्तै छ भनेर भनेको थिएँ। उहाँहरूले डिसिसन गरिसक्नु भएको छ, स्वीकारे। मलाई खासै डिटेलमा त्यस्तो यो छ्यामहरूको विषयमा त्यति यो कल्चरल सम्बन्धी जानकारी नभएको हुनाले थुप्रै त्रुटिहरू हुनेछ यसमा, त्यसप्रति चाहिँ म क्षमा प्रार्थी छु। अब यो पोडियम पनि फेरि अब एउटा सम्मानपूर्वक यता मञ्चपट्टि फर्काएर राख्नु भएको छ उहाँहरूले। खासै मैले खेपोजीलाई अब यो यता फर्काएर राख्ने राम्रो हुन्थ्यो, अब ओडियन्स यता छ भनेर त भने। खैर जे भए तापनि सबभन्दा पहिला चाहिँ आजको यहाँ जुन दृश्यहरू भएको छ के हो त भन्ने विषयमा सुन्नु चाहने साथीहरूलाई म चाहिँ नेपालीमा अलिकति के अनुरोध गर्न चाहन्छु भने यो नृत्य चाहिँ सामान्य मनोरञ्जनको लागि गर्ने नृत्य चाहिँ होइन। वास्तवमा यो नृत्यलाई हामीले कसरी बुझ्नुपर्छ भन्दाखेरि यसलाई नाम त हामीले धर्म नृत्य भनेर भन्छौँ। अब यो वास्तवमा हुन त अफकोर्स धर्म नृत्य चाहिँ विशेष गरेर यो साधनासँग जोडेको चाहिँ धर्म नृत्य भएको रहेछ। अब यहाँ दुईवटा हामीले चाहिँ भागमा बाँडेर हेर्नुपर्छ। अघि यहाँ दृश्य हामीले पहिला हेर्दाखेरि चाहिँ सबभन्दा पहिला भगवान बुद्धलाई चाहिँ यस मञ्चमा हामीले निमन्त्रणा गऱ्यौँ। कोसँग भन्दाखेरि 16 अर्हतहरूसँग चाहिँ हामीले निमन्त्रणा गऱ्यौँ। त्यसले चाहिँ थेरवाद बुद्धिज्मको चाहिँ प्रतिनिधित्व देखाउँछ। अब त्यसले चाहिँ हाम्रो थेरवाद महायान र वज्रयान भन्नेमा थेरवाद भिक्षुहरूलाई चाहिँ बुद्धसहित यहाँ चाहिँ आमन्त्रण गरेर हामीले मञ्चमा आसन गरायौँ। त्यसपछि चाहिँ 16वटा वन्दनीय देवीहरू भनौँ न, उहाँहरूले चाहिँ वन्दना गरेर प्रार्थना गरेर सम्मान गरेर राखिसकिसकेपछि केही समय चाहिँ त्यसपछि विघ्न बाधा हटिनुको लागि चाहिँ अनि यहाँ चढाउने कुराहरू चढाएर सबै गरिसकेपछि एउटा थेरवादको पार्ट चाहिँ च्याप्टर सकिएको जस्तो एउटा दृश्य भइसकेपछि महायानमा पनि वज्रयानको पार्ट चाहिँ सुरु गरेको रहेछ। अब यहाँ चाहिँ सुरु गर्नुभयो उहाँहरूले यसो एक दृश्य हेर्दाखेरि पनि। अनि त्यसपछि चाहिँ अब वज्रयानमा हामी चाहिँ प्रवेश गरेको रहेछ। अब यो छ्याम भन्ने विषय चाहिँ वास्तवमा गर्छौँ भनेर भन्ने भएको छ। तपाईँले देख्नु यो गर्छौँ भन्ने चाहिँ मलाई लागेको चाहिँ आज यो परिदृश्यले अब यो समय पनि एकदम छोटो भएको हुनाले चाहिँ खास गरी यसको चाहिँ पहिला यो अमित आयु भन्ने चाहिँ दीर्घ आयु सिद्ध गर्दाखेरि चाहिँ सबभन्दा पहिला चाहिँ लामो समयलाई चाहिँ ध्यान साधनाले सिद्ध गर्नुपर्ने भएको रहेछ। जसले हामीले 7 दिन माथि चाहिँ यसको पूजा गरिसकिसकेपछि अनि आजको दिन चाहिँ अब विशेष गरेर हाम्रो यहाँ सुरु हुने हो त आज अब देवतरण दिवस भवगैछिन पनि भनिन्छ विशेष भएको हुनाले चाहिँ अनि माथि सिद्ध गरेर सबै त्यहाँ अब नल्जर फोम हो भन्छ योगी योगिनीहरू भनौँ भिक्षु अब भिक्षुनीहरू सबैले चाहिँ ध्यान साधना गरेर सिद्ध भइसकेपछि वज्रयानको दृष्टिकोणले चाहिँ एक प्रकारको यो चाहिँ एकदम मनोरञ्जन जस्तो खुसी प्रकट गरेको जस्तो हामी उनीहरूले खुसी प्रकट गर्दाखेरि कसरी गर्ने त भन्दाखेरि ज्ञान प्राप्त भएर साधना सिद्ध भएर चाहिँ उनीहरूले आफसे आफ एउटा प्रकारको धर्मकायको रूपमा चाहिँ यो प्रस्तुत गरेर गर्ने चाहिँ दृश्यहरू भएको रहेछ। अनि यो दृश्य चाहिँ अब यो छ्याम चाहिँ अघि हाम्रो यहाँ गुरुहरूले पनि भन्नुभयो। अब यसको प्रारम्भ चाहिँ कसरी भयो त भन्दाखेरि अब 16 अर्हतहरू हुने हो नि त भारतदेखि नै लिएर पहिलादेखि नै अब थेरवाद बुद्धिज्ममा पनि यो प्रचलित भयो। अब महायान बौद्ध धर्ममा चाहिँ अनि जब तिब्बतमा विशेष गरेर चाहिँ अब राजा ठिसोङ देउचेन त्यति बेला अनि बोधिसत्व खिन्चेन बोधिसत्व शान्त रक्षित र गुरु रिम्पोछे गुरुपद्म सम्भवलाई माथि निमन्त्रणा गरिसक्नु भएपछि त्यहाँ विभिन्न विघ्न बाधाहरू भए आदित्यता नभइकन चाहिँ गुरु रिम्पोछेको विशेष शक्ति या हृदयद्वारा चाहिँ सम्य मोनास्ट्री स्थापना भइसकिसकेपछि पेमा कथाहरूमा हामीले कहिलेकाहीँ पाउँछौँ। उहाँले चाहिँ त्यो रम्ने भन्ने प्रतिष्ठानहरू चाहिँ कसरी गर्यो त भन्दाखेरि त्यो सिद्ध भइसकेपछि नि त्यहाँ पनि चाहिँ एउटा छ्यामको परम्परा चाहिँ यो धर्म नृत्य चाहिँ प्रारम्भ भएको रहेछ। अनि पछि चाहिँ अब यहाँ अघि दृश्य चाहिँ त्यसरी देख्यो है तपाईँले पछि हेर्दाखेरि अनि
2-3टा कुरा चाहिँ यहाँ उपस्थित सबै धर्ममित्रहरूले साथीहरूले थाहा पाउनुपर्ने चाहिँ पहिला 7 दिनसम्म अमित आयोगको चाहिँ म ध्यान साधना मन्त्र जप सबै गरेर सिद्ध गरिसकेपछि आजको चाहिँ अब विशेष गरेर अनि धर्मकायको रूपमा प्रस्तुत भएर चाहिँ त्यो पनि अब एकदम सामान्य सांस्कृतिक कार्यक्रम जस्तो नभइकन सबै यहाँ चाहिँ नृत्यकर्मीहरू चाहिँ स्वयं बुद्धको रूपमा चाहिँ प्रकट भएर उहाँहरूले चाहिँ अनि त्यो नृत्य गर्नुपर्ने भएको छ यहाँ चाहिँ एउटा है। अनि अब यो छाम चाहिँ कसरी प्रारम्भ भयो त भन्ने प्रसङ्गमा चाहिँ अब छाम चाहिँ त्यसरी थुप्रैचोटि चाहिँ प्रसङ्ग सुरु भए तापनि अब यो निङमा परम्परामा पनि छाम गर्ने परम्परा रहेछ, शाक्य परम्परामा पनि छाम गर्ने परम्परा छ, हाम्रो कलियुग परम्परामा पनि छाम गर्ने परम्परा भएको छाम चाहिँ अब यसै गरी नै धर्म नृत्य चाहिँ सुरु हुनेछ। अनि यो छाम भन्नेको अर्थ यहाँ चाहिँ गर्छम भनेर भन्ने भएको छ। यो गर्छम भन्दाखेरि चाहिँ शब्दको अर्थ चाहिँ उहाँले के व्याख्या गर्नु भएको छ भन्दाखेरि अब गर भने हातसँग जोडेको उनीहरूले हातको जति पनि मुद्राहरू छ उनीहरूलाई चाहिँ गर भनेर भनेको छ र अनि अब पातसँग भनौँ न खुट्टासँग चाहिँ जोडेको त्यो नृत्य गर्नेलाई चाहिँ छ्याम भनेर भन्ने गर्छ। छ्याम भन्ने अर्थ चाहिँ वास्तवमा एउटा नृत्य नैसँग चाहिँ जोडेको कुरा हो। तर यहाँ गर्छ्याम भनेर हात खुट्टा दुइटै चाहिँ अब मिलाएर उहाँले चाहिँ एकदम राम्रोसँग नृत्य गर्ने भएको हुनाले त्यसलाई गर्छ्याम भनेर भन्नुभएको छ। अनि हाम्रो यहाँ चाहिँ ठङ्गु सेटुमा चाहिँ यो गर्छ्याम छ्याम कसरी प्रारम्भ भयो त भन्दाखेरि छोटोमा भन्दाखेरि पहिला हाम्रो अब माथि तिब्बतमा चाहिँ 4 जना विशेष गुरुहरू हुनुहुँदो रहेछ। त्यति बेला एउटा ठालिङ रिम्बुछे, अनि क्याप्चे रिम्बुछे, क्याप्चे सुरु रिम्बुछे, अनि अहिले हाम्रो टुगुलो र रिम्बुछे 4 जना गुरुहरूको विशेष नेतृत्वमा छ। अनि ठालिङ रिम्बुछेज्यू माथि हुनुहुँदो रहेछ। मैले छोटकरीमा भने है सबै साथीहरू घर जानुपर्ने समय पनि एकदम कम होला। अनि माथि चाहिँ एउटा समयमा ठुलो भूकम्प आएको रहेछ। त्यो भूकम्प आउँदाखेरि चाहिँ अनि भूकम्पले अब गुम्बाहरू चाहिँ विशेष गरेर अनि सबै अलिक तहस नहस जस्तो भएको रहेछ, भत्केको रहेछ भनौँ न। अनि त्यति बेला चाहिँ हाम्रो यो नृत्यबारे चाहिँ अनि रिम्बुछेले चाहिँ 14औं कर्मापालाई गएर चाहिँ अनुरोध गर्नुभएको छ। अनुरोध गरेर त्यहाँ माथि यो गुम्बा चाहिँ अब भत्केको बिग्रेको छ, यो बिगारेको छ, अब यसलाई चाहिँ त्यो ठाउँ चाहिँ सारेर उहाँले चाहिँ अन्तै स्थानान्तरण गर्नु पर्यो भनेर भन्दाखेरि अनि उहाँले हो त्यसो नगर्दाखेरि राम्रो हुन्छ, पहिला नै यो चाहिँ त्यहाँ राम्रोसँग चाहिँ प्राण प्रतिष्ठान गरेर राख्नु भएको। अब त्यहाँको के भन्छ जसले मूल यो त्यस बेला नि ठलिङ रिम्बुछेज्यूले चाहिँ स्थान उपयुक्त नभएर अन्त सार्नुपर्छ भन्दाखेरि कुम्भलले नजिकै उहाँले अनि सारौँ भन्ने सोच्दाखेरि चाहिँ अनि कर्मापज्यूले चाहिँ हुँदैन, त्यहाँ चाहिँ तपाईँले नसार्दाखेरि राम्रो हुन्छ, किन पहिला नै एकदम राम्रोसँग त्यो ठाउँ चाहिँ प्राण प्रतिष्ठान भएको हो। त्यहाँ चाहिँ एक प्रकारले हाम्रो हिदमहरू भनौँ न इष्टदेवहरू पनि एकदम सुसज्जित व्यवस्थित भएको हुनाले त्यो नसार्दाखेरि राम्रो हुन्छ, त्यही नै एकदम विशेष गरेर राखेर चाहिँ राम्रो हुन्छ भनेर अनि गुम्बा चाहिँ फेरि त्यही ठाउँमा चाहिँ पुनर्निर्माण भएको रहेछ। अनि त्यो त्यहाँ राम्रोसँग राख्दाखेरि चाहिँ त्यसमा विघ्न बाधाहरू पनि हुँदैन। अनि के भन्छ यो अहिले 2 जना चाहिँ यो छेटुकको चाहिँ तेप्तुन भनेको निधि चाहिँ निकाल्नु भएको छ। निधि निकाल्ने मध्येमा चाहिँ को रहेछ एकजना भन्दाखेरि चाहिँ यो मिगुर दोर्जेज्यूले निकाल्नु भएको। तेप्तुन मिगुर दोर्जे भने तेल भनेको चाहिँ छोटोमा मैले एउटा भन्दाखेरि आज भोलि हो भने चाहिँ हामीले चाहिँ मैले कहिलेकाहीँ चाहिँ यो वाइफाईसँग जोडिदिन्छु। यो वाइफाई चाहिँ कस्तो रहेछ भन्दाखेरि त्यति बेला हाम्रो गुरुहरूले राख्नु भएको तेल भन्ने निधि भन्ने चाहिँ विशेष प्रकारको भएको रहेछ भनेर मलाई चाहिँ एकदम आजभोलि चाहिँ लाग्छ। कहिलेकाहीँ म गलत पनि हुनसक्छु। जस्तो तपाईँले चाहिँ एउटा वाइफाईको चाहिँ पासपोर्ट चाहिँ अहिले एउटा ठाउँबाट तपाईँले यहाँ हालेर राखिसकेपछि तपाईँ फेरि आउँदाखेरि चाहिँ त्यो पासपोर्ट चाहिँ आफै कनेक्ट भएर सबै कुरो चाहिँ निस्केर आउने भएको छ। अब यो तेल चाहिँ एकदम राम्रोसँग हेर्ने हो भने चाहिँ हाम्रो गुरुहरूले चाहिँ विशेष गरेर गुरुपद्म सम्भवले चाहिँ त्यति बेला यो चिज चाहिँ त्यति बेला नै उहाँले चाहिँ आविष्कार गरिसक्नु भएको छ। तेल भनेको कसरी राख्ने भन्दाखेरि अब कसै मान्छेलाई के लाग्न सक्छ भने तेल भन्ने कुरा चाहिँ पुस्तकको रूपमा केहीमा हालेर आजभोलि छोटदिनतिर सुङ हालेको जस्तो राखेको जस्तो मान्छेले ठान्ने रहेछ। तर त्यसो मेरो घरमा चाहिँ होइन रहेछ भन्ने म आफूलाई चाहिँ लाग्छ। अनि के लाग्छ भन्दाखेरि चाहिँ त्यो तेल चाहिँ साधनाको शक्ति अलिकति विशेष गरेर धर्मकाय प्राप्त जस्तो भएको मान्छेहरूले चाहिँ आफ्नो यो मन वचन शरीरलाई जसले बसमा राख्न सकेको मान्छेको चाहिँ भिन्नै प्रकारको दृश्यहरू चाहिँ उहाँहरूमा हुने भएको छ, भिन्नै प्रकारको शक्तिहरू चाहिँ हुने भएको छ। अनि त्यो चाहिँ गुरुहरूले चाहिँ त्यो अहिले जस्तो कम्प्युटरमा हेर्ने हो भने नि हामीले चाहिँ सफ्टवेयर जुन हामीले त्यहाँ चाहिँ फाइलहरू सेभ गरेर राख्छौँ त्यो रूपमा चाहिँ देखिँदैन हामीले चाहिँ। तर जब हामीले त्यो फाइल चाहिँ खुलेर आउँछ सबै फाइलहरू चाहिँ खुलेर आउने भएको छ।
अनि गुरुहरूसँग चाहिँ के हुने भएको छ भन्दाखेरि ध्यान साधना शक्ति धर्मकाय सिद्ध भएको पुरुषहरूमा चाहिँ त्यस्तो खालको एउटा चाहिँ वाइब जस्तो हुने भएको छ। जस्तो अघि मैले भने यो वाइफाईको पासवर्ड चाहिँ जसरी कनेक्सन भएर आउँछ त्यस्तै चाहिँ साधनाले सिद्ध भएको गुरुहरूले चाहिँ त्यो एउटा ठाउँमा चाहिँ त्यसलाई चाहिँ व्यवस्था गरेर त्यो चाहिँ राखिदिने भएको छ। अनि त्यो चाहिँ पछि जो साधना अलिकति ज्ञान प्राप्त भएको पुरुषहरू त्यो ठाउँमा पुग्दाखेरि उहाँहरूलाई चाहिँ आफै चाहिँ फुरेर आउने भएको छ। त्यो चाहिँ फुरेर आइसकिसकेपछि त्यो कुरा चाहिँ हामी यो कसरी घटनाले पनि थाहा हुन्छ भन्दाखेरि त्यो पढाइ लेखाइ केही नभएको मान्छेले है अहिलेको यो समयमा चाहिँ उसले केही ज्ञानहरू हासिल गरेको छैन, तर त्यो चाहिँ त्यो ठाउँमा पुग्दाखेरि त्यो तेरो भन्ने निधि चाहिँ आफै आउने रहेछ उहाँहरूलाई चाहिँ। अनि यो के जनाउँछ भन्दाखेरि पूर्व जन्मको संस्कार साधनाको शक्ति अहिलेको दुईटाको शक्ति त्यो ठाउँमा पुग्दा कनेक्सन हुने बित्तिकै उसले त्यो कुरो चाहिँ फुरेर आउने भएको रहेछ। यो एकदम विशेष प्रकारको जस्तो म आफूलाई चाहिँ लाग्छ। त्यसो हुँदाखेरि मलाई चाहिँ यो निधिहरू सम्बन्धी चाहिँ बडो म आफूलाई पनि अलिअलि आस्था लाग्छ। त्यसो भने त्यो निधि चाहिँ अनि दुईटा गुरुहरूले निकाल्नु भएको रहेछ। एउटा त्यो मिगुन दोर्चे भन्ने ज्यूले र अनि पछि त्यो जुन छोग्युर लिम्बाज्यूले दुईजनाले निकाल्नु भएको छ। अनि त्यो निधि अहिले निकालेको निधि चाहिँ अहिले हामीले यहाँ 7 दिनसम्म यो ठङ्गु छेटुक थप्से खसेहरू भनेर विशेष गरेर यहाँ साधना गर्ने चाहिँ त्यो निधि भएको रहेछ। त्यो निधि चाहिँ अनि हामीले यहाँ 7 दिनसम्म राम्रोसँग अनि त्यहाँ पनि फेरि चाहिँ विशेष गरेर कस्तो खालको योगिनीहरू हुनुपर्ने छ भन्दा अब हामी त मौखिक रूपले पूजापाठ गर्ने जस्तो मात्रै भयो, तर एकदमै राम्रोसँग चाहिँ त्यो चाहिँ शरीर मन वचन तिनटै चाहिँ राम्रोसँग बसेर चाहिँ सिद्ध गरेर ध्यान साधना गरिसकेपछि अनि आज चाहिँ यहाँ चाहिँ यसरी चाहिँ ज्ञान प्राप्त भएको खुसी जस्तोमा आफूले चाहिँ साधना गरेको साधना चाहिँ सिद्ध भएको खुसीमा चाहिँ यसरी चाहिँ अनि धर्मकायको रूपमा अनि फेरि त्यो निर्माणकायको रूपमा चाहिँ भित्र चाहिँ धर्मकाय अनि बाह्य रूपमा हेर्दा चाहिँ निर्माणकायको रूपमा आएर चाहिँ उहाँले चाहिँ यसरी खुसियाली मनाएर यो नृत्य गर्ने खालको जस्तो रहेछ भन्ने चाहिँ मलाई लाग्यो। अनि यसमा चाहिँ अब अहिले हामी पछिल्लो यहाँ यो 21वटा नृत्य गर्ने चाहिँ 4वटा दिक्पाल गोवासी गोमासी आदि आदि भन्ने रहेछ। अनि त्यो सँगसँगै चाहिँ 21वटा गुम्बु महाकालासँग सम्बन्धित गरेर छ्याम चाहिँ गर्ने भएको रहेछ। अब समय एकदम कम भएको हुनाले मैले अस्ति यहाँ गुरुहरूले बनायो ट्रान्सलेट त गरिरहेको थिएँ। यो पढेर के सुनाउँ जस्तो लाग्यो। यो पढेर सुनाउनु भन्दा पनि म आफूलाई लागेको कुरा अब बिग्रे पनि बिग्रियो सब्रे पनि सब्रियो यही चाहिँ भनिदिन्छु जस्तो लाग्यो। म आफूलाई जे लाग्यो त्यो गल्ती भयो भने म सबै गुरुहरूसँग र विशेष गरेर अब यहाँ सुन्ने साथीहरूसँग क्षमा प्रार्थना माग्छु। र अन्तमा म फेरि के भन्छु भने यो छ्याम भन्ने कुरा चाहिँ एकदम धर्म नृत्यको रूपमा भएको रहेछ। अब यसलाई चाहिँ तपाईँ हामी हेर्ने मान्छेले पनि यहाँ नृत्य गर्ने मान्छेले पनि दुइटै चाहिँ कस्तो खालको हुनुपर्ने छ भने हेर्ने मान्छे पनि चाहिँ रमाइलोको रूपमा चाहिँ आउनु नहुने भएको छ। यो चाहिँ एउटा मनोरञ्जन गर्ने ओ यहाँ के गर्छ यिनीहरू हेर्ने दृश्यहरूसँग मनोरञ्जन भन्दा पनि हामी साँच्चीकै एउटा कुनै चाहिँ धार्मिक ध्यान साधनासँग जोडेको चिजहरूमा चाहिँ हामी जोडिँदैछौँ। अब यो चाहिँ एउटा एक प्रकारले भने देवभूमि जस्तो बुद्ध भूमि जस्तोमा हामी चाहिँ छौँ है। यहाँ दृश्यकर्मीहरू सबै चाहिँ बुद्धको रूपमा चाहिँ प्रस्तुत भएर उहाँहरू चाहिँ यहाँ आइराख्नु भएको छ। अघि लाइनै आउँदाखेरि पनि हाम्रो केही गुरुहरूले चाहिँ त्यो लुङ्से भन्छ उहाँको भिक्षाटन पात्रमा पनि उहाँले चाहिँ दान पैसा हालिदिनु भयो नि त। अनि साक्षात् बुद्धहरू चाहिँ आइराखेको छ। हामीहरू पनि साँच्चीकै अनुयायी हौँ है भन्ने हिसाबले चाहिँ अनि हामीले यसरी जमघट भएर चाहिँ हरेक वर्षमा गऱ्यो भने अब यो छेटुमा पनि लेखेको भएको छ। अब एक वर्षमा एकचोटि हामीले चाहिँ यसरी यो धर्म नृत्यहरूमा सहभागी भएर अवलोकनहरू गऱ्यो भने थुप्रै विघ्न बाधाहरू चाहिँ हटेर जान्छ भनेर उल्लेख गर्नु भएको छ। अब मैले सारमा यति भने है। अब योभन्दा धेरै पनि समय पनि धेरै लिएँ। ल सबैलाई चाहिँ नमस्ते त्यसैले धन्यवाद।